सम्पूर्णमा सन्ध्याकालीन नमस्कार छ। मैले आज गजलकार प्रदीप रोदनको गजल वाचन गर्न गइरहेको छु बाँकी गरौँबाट। सोचे अब छोराले सहरमा घर लिन्छ भनेर, सोचे अब छोराले सहरमा घर लिन्छ भनेर, बाले सोचेनन् आफू गाउँमै मरिन्छ भनेर। तिमीलाई पोल्छ भनेर आगो नदिएको हुँ, तिमीलाई पोल्छ भनेर आगो नदिएको हुँ, लोभ गरेको होइन आगो सकिन्छ भनेर। रुवाउन पनि त कहिले छाडेन उसले, रुवाउन पनि त कहिले छाडेन उसले, के खुसी हुनु र आँसु पुछिदिन्छ। कसैले चिन्दैनन् यो पीर लाग्दैन मलाई, कसैले चिन्दैनन् यो पीर लाग्दैन मलाई, मुख छोप्न नपरोस् कसैले चिन्छ भने। तिमी कसरी मट्याङ्ग्रा बन्न राजी भयौ, तिमी कसरी मट्याङ्ग्रा बन्न राजी भयो, एकछिन गुलेलीमा बस्न पाइन्छ। धन्यवाद।